वेलकम ब्याक टु माई न्यू भिडियो गाइज। आज फेरि पनि नयाँ भिडियो लिएर म उपस्थित भइसकेको छु। अनि आज 8:30 दिन भनौँ न अघि बिहान लगभग 1 बजीसम्म काम गर्दा चाहिँ हामीले परको बगान चाहिँ सकायौँ है। 8:30 दिन लाग्यो। अनि दिउँसो चाहिँ यताउति एकछिन आराम गऱ्यौँ, कुचोहरू सारपोसार गऱ्यौँ, बिहान थुतेकोहरू। आज बल्ल बल्ल एउटा बगान सकाएको छौँ 8:30 दिनमा है। 9 दिन पनि भइसक्यो, आज बेलुका भइसक्यो। अनि अब भोलि पर्सिदेखि चाहिँ फेरि पनि यो बगान हामीले सुरु गर्नुपर्ने हुन्छ। यो बगान अब बाँकी छ। यो बगान सकेपछि फेरि एउटा अर्को बगान छ। अब हामीले यो बगानमा हात लाउनु पर्ने हुन्छ। अब परको उताको कुचोहरू सुकेको छैन, सुकेकोहरू बाँध्दैछौँ। अनि अब बानिसकेपछि अब फन्को मनको लाउनु पर्छ। अनि यो बगान हामीले सुरु गर्नुपर्ने हुन्छ। यो बगानमा पनि निकै लाग्छ होला, तर उताको बगान जति यो बगान चाहिँ अलिक गाह्रो छैन है। उताको बगान त लास्टै गाह्रो भयो है, बल्ल बल्ल सास थुन्दा थुन्दा बिजोग भएको थियो। आज चाहिँ सकेको छ अनि धेरै अब आनन्द आएको छ। जुन गाह्रो थियो त्यो चाहिँ हामीले सकाएको छौँ। अब हामीले यो बगान सुरु गर्नुपर्ने हुन्छ भोलि या पर्सिदेखि। अनि हामी बस्ने चाहिँ लगभग यो रोड हो है। अब हामी यहाँ चाहिँ टेन्ट लाउँछौँ होला लगभग है। यहाँ कतानिर टेन्ट लाउँछौँ, यहीँ बस्नुपर्छ है। अनि लगभग हामी चाहिँ यही वरिपरि चाहिँ टेन्ट लाउँछौँ। त्यो यहाँ कता हुन्छ। अनि हामी चाहिँ फेरि पनि हामी यहाँ बसेर सर्नुपर्ने हुन्छ। गाइज यस्तै छ। मैले अगाडिको भिडियोमै भनेको थिएँ 15-16 दिनको काम छ है। अनि चाहिँ 15-16 दिन चाहिँ यस्तै टेन्टमा चाहिँ हामी बस्नुपर्छ भनेर मैले भनिसकेको थिएँ है। 15-16 दिन भन्दा पनि ज्यादा लाग्ने सम्भावना छ है। अनि किनभने हामी 3 जना मात्रै छौँ मान्छे काम गर्ने चाहिँ, अरू नपाएकोले गर्दाखेरि हामी चाहिँ अब यहाँ बस्नुपर्ने हुन्छ। यो यतादेखि यता तलतिर पनि सबै बगान छ है। कुचोको बगान यता तलतिर पनि छ, तर धेरै यता छैन। यता मासतिर चाहिँ धेरै छ, हेर्न सक्नुहुनेछ। यति ठुलो बगान छ है। अनि यति मजाले फुलेको छ। यहाँ चाहिँ हामी अब काम गर्नुपर्ने हुन्छ। ल त गाइस, आज चाहिँ म घर जाँदैछु। घर गएर अब घरमा यताउति के गरेर है, अलैँचीको पानीहरू घुमाएर है म फेरि पनि फर्किनुपर्छ बेलुका। किनभने बेलुका धेरै काम छ। कुचोहरू सबै बाँध्नु पर्ने छ, मिलाउनु पर्ने छ है। कुचो रुङ्नु पर्ने छ। बेलुका चाहिँ म फेरि फर्किन्छु, लगभग 6 बजीतिर फर्किन्छु होला। अनि यता मानसिङ लुङा पनि आज घर जानु हुँदैछ। अनि हामी चाहिँ घर जाँदैछौँ है। अनि आज चाहिँ हाम्रो मानसिङ लुङालाई कस्तो खालको महसुस भइरहेछ एउटा बगान सकिँदाखेरि चाहिँ? धेरै नै गाह्रो नै भयो कन्छ। हजुर, अब लास्टै हो फेरि गर्नु नपरोस् हो, रुन्नु न हाँस्नु भयो। त्यही भएर झोला बोकिरहेको छ। तर पैसा हो, गर्नु त पर्छ। सबै पैसा हो नि, पैसा हो। मान्छेलाई पैसा चाहिन्छ, पैसाको लागि जे पनि गर्नुपर्छ है। अब गरेर खानु पर्छ, गर्नु खानु पर्छ। कसैले के भन्दैन, किन मेहनत गर्नु। आज चाहिँ त्यही भएर घर एकछिन जानु हुँदैछ होइन? अहिले 2 घन्टामा फर्किनु। ल ल ल, हाम्रो बगानहरू हेरिसक्नु भयो, यता माथि छ। अबको हाम्रो यात्रा यहाँ सुरु हुनेछ। हस् त गाइस, अब हामी घर जानुपर्ने हुन्छ। घर चाहिँ पारी हो है। अनि अब हामी जाँदैछौँ। एकछिनमा 2 घन्टा 2.5 घन्टा पछि फेरि फर्किनु पर्ने हुन्छ, किनभने यता रुङ्नु परेको छ बुझ्छ। त्यही भएर अब भिडियो यति नै हो। फेरि पनि अर्को भिडियो लिएर आउने नै छु है। तबसम्मलाई यो भिडियोलाई माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। यदि यो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्ने हानिदिनु होला भन्दै आजको भिडियो चाहिँ मैले यहीँ समाप्त गर्न चाहेँ। हस् त, सबैजनालाई बाई बाई।